हाम्रो विरासत परम्परा धर्म संस्कृति संस्कार राष्ट्र र राष्ट्रियताको सँगमा यहाँलाई स्वागत छ। नमस्कार, म रमेश कार्की। साथीहरू, पूरा भिडियो हेरेर सल्लाह सुझाव दिनुहोला। भिडियो तपाईहरुलाई राम्रो लागे सकारात्मक सल्लाह सुझाव दिनुहोला। यदि तपाईहरुलाई चित्त नबुझे पनि पोजिटिभ आलोचना गरिदिनुहोला र सल्लाह सुझाव दिनुहोला। साथीहरू, यो नागरिक सरकारले फागुन 21 गतेलाई चुनाव तोकेको छ। चुनावका लागि सरकार कम्मर कसेर लागेको छ र अहिले आएर निर्वाचन आयोग पनि चुनावलाई स्वच्छ र निष्पक्ष गराउनका लागि कम्मर कसेर लागेको छ। तर हाम्रो देशको विडम्बना के छ भने यो देशमा 35-36 वर्षदेखि शासन सत्तामा जरो गाडेर यो देशको सम्पत्ति लुटेर अनि सम्पत्तिको रस स्वादन गरेर बसेका यी पुराना पार्टीका नेताहरू अहिलेको निर्वाचनदेखि डराइरहेका छन्। उनीहरू निर्वाचन कसरी हुन्छ यो निर्वाचनलाई भाँडेर यो निर्वाचन 6 महिना 1 वर्ष अथवा 1.5 वर्ष पछाडि सारेर अनि अहिले भइरहेको सरकारका गल्ती र कमजोरीहरूलाई कोट्याएर साइबर सेनालाई उतारेर सम्पूर्ण सामाजिक सञ्जालमा यो सरकारका नकारात्मक कुराहरू फैल्याएर जनताहरूमा भ्रमको राजनीति गरेर अनि यो अहिलेको भएको सरकार भन्दा त बरु तिनै पुराना पार्टीहरू नै ठिक रहेछन् नि भन्ने सम्मको अवस्था नभइकन यिनीहरू चुनावमा जाँदैन। यो कुरो सबैले बुझे हुन्छ। तपाईहरु एउटा कुरो सोच्नुस् त, एमाले के मुद्दा लिएर चुनावमा जान्छ? के छ एमालेसँग मुद्दा? त्यही एउटा वृद्ध भत्तालाई 30 वर्षदेखि भजाएर एउटा मुद्दा सधैँभरि चल्छ। अनि अहिलेको यो केपी ओलीको जुन हरकत भयो, जुन केपी ओलीको सरकारमा जुन खालका वितण्डाहरू मच्चिए, जनताले टुलु हेरेर मात्रै बसेका छन्, मूल्याङ्कन गरेका छैनन्। सबै जनता भनेका के पार्टीका भेडा कार्यकर्ता मात्रै हुन्छन्? जनता भनेका पार्टीका भेडा कार्यकर्ता हुँदैनन्। पार्टीका भेडा कार्यकर्तादेखि बाहेकका मान्छे मात्रै नेपालमा जनता हुन्। वास्तवमा महाधिवेशनमा पार्टीको महाधिवेशनमा आफ्ना पकेटका 5000 कार्यकर्ता ल्याएर तिनीहरूलाई आफ्नो निर्देशनअनुसार भोट हाल्न लगाएर चुनाव जित्नु जस्तो सजिलो छैन आम निर्वाचनमा जनताका बीचमा गएर चुनाव जित्नलाई। अनि अर्को एउटा यिनीहरूलाई ठुलो वज्रपात के भएको छ भने यिनीहरूले रवि लामिछानेलाई नेपालको राजनीतिबाट सधैँभरिका लागि यिनीहरूले ढोका बन्द गरेर पछाडि धकेलेका थिए। तर उनलाई रवि लामिछाने फेरि जेलबाट रिहा भएर उनी देश दौडामा लागेका छन्। उनको लोकप्रियता र उनी गएका ठाउँमा मान्छेको भिडहरू देखेर यिनीहरूको हार्ट एट्याक हुने अवस्था पुगेको छ। साथीहरू, जेनजी आन्दोलनले अर्धमूर्छित भएका यी पार्टीका नेताहरू अहिले रवि लामिछानेको रिहाईपछि पूर्ण रूपले मूर्छित हुने अवस्थामा पुगेका छन्। उनको लोकप्रियता र उनी जहाँ जान्छन् त्यहाँ जनताको सहभागिता देखेर यिनीहरूलाई हार्ट एट्याक हुने बेला भइसकेको छ। साथीहरू, जति उपस्थिति भएका मान्छेहरू छन् ती मान्छेहरूले रवि लामिछानेलाई अथवा राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट देलान् या नदेलान् त्यो भोलिका दिनले देखाउला। चुनाव होला या नहोला अहिलेसम्म त्यसको निश्चित भइसकेको छैन। एमाले र काङ्ग्रेस अहिले पनि सर्वोच्चको निर्णयलाई कुरेर बसेका छन्। उनीहरू झिनो आशा पालेर बसेका छन् कि सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिन्छ र फेरि हामी यो सत्ताको रस स्वादन गर्न पाउँछौँ कि भन्ने दिवा सपना देखेर बसेका छन्। यो कदापि हुनेवाला छैन। चाहेर पनि नचाहेर पनि एमाले, काङ्ग्रेस र माओवादीले चुनावमा जानै पर्छ। भोलि फागुन 21 गते हुने चुनाव नभए पनि 6 महिना 1 वर्ष पछाडि हुने चुनावमा भए पनि यिनीहरूले जानै पर्छ, चुनावमा भाग लिनै पर्छ, जननिर्वाचित हुनै पर्छ यदि देशमा प्रजातन्त्र चाहने हो भने। तर एमाले र काङ्ग्रेसमा त प्रजातन्त्र छैन। एमाले केपी ओलीको बाउको बिर्ता हो र काङ्ग्रेस शेरबहादुर देउवाको बाउको बिर्ता हो। उता माओवादी प्रचण्डको बाउको बिर्ता हो। यहाँ पार्टी कहाँ छ? यिनीहरूले आफ्ना बाउबाट अंश लिएर आएका यी 3वटा संस्था हुन्। यी संस्थाका जति पनि मान्छेहरू पछाडि लागेर हिँड्छन् यिनीहरूका ती हले गोठाला हुन्, कारिन्दा हुन्। यी पार्टी होइनन्। यदि पार्टी हुने हो भने 36 वर्षदेखि प्रचण्ड एउटा पार्टीको अध्यक्ष भएर बस्दैन। पार्टीमा खोइ प्रजातन्त्र। अनि तल्लो तहबाट सङ्घर्ष गरेर आएका नेताहरूले त्यो पार्टीको उपल्लो तहमा अध्यक्ष कहिले बन्ने? एउटा बच्चो जन्मेर 36 वर्षको हुँदासम्म एउटा व्यक्ति त्यो पार्टीको अध्यक्ष अथवा सभापति अथवा प्रमुख भएर बसिसके पछाडि अनि यो देशमा राजनीतिक प्रजातान्त्रिक पार्टी कहाँ छ?
अनि नेकपा एमालेमा अहिले ओलीलाई तेस्रो चोटि एमालेका कार्यकर्ताले अध्यक्षमा निर्वाचित गरे। बधाई छ उहाँलाई, शुभकामना छ, सफल कार्यकाल रहोस्, तपाईको जीवन स्वस्थ रहोस्। अनि नेकपा ओली स्वस्थ रहोस्, नेकपा एमाले बिरामी भएर लगभग सकिसक्यो। अब नेकपा एमाले भन्ने पार्टी यो देशमा छैन। जुन छ त्यो नेकपा ओली एन्ड कम्पनी हो। उता नेपाली कांग्रेस होइन, अहिले शेरबहादुर देउवा एन्ड आर्जु देउवा एन्ड कम्पनी लिमिटेड हो। त्यो पनि नेपाली कांग्रेस पनि पार्टी रहेन। अब किनभने प्रजातान्त्रिक पार्टीमा स्वतन्त्र विचारको सम्मान हुन्छ र फरक मत राख्नेको पनि सम्मान हुन्छ। तर यहाँ स्वतन्त्र विचार राख्नै पाइँदैन र पार्टीका नेताले जे भनौँ सुगालाई गोपी कृष्ण कौ रटाए जसरी त्यही शब्द र त्यही वाक्यांश मात्रै बोल्न पाइन्छ, अरू बोल्न पाइँदैन। त्यसैले यी नेपालका प्रजातान्त्रिक र लोकतान्त्रिक पार्टी होइनन्। यिनीहरू एमाले केपी ओलीको बाउको वीरता हो, कांग्रेस शेरबहादुर देउवा र आर्जु देउवाको वीरता हो। आज 12-14 जना ती वाडा सदस्यमा पनि उम्मेदवारी दिँदा पनि नजित्ने व्यक्तिहरूलाई पार्टीमा भित्र्याएर प्रचण्ड यो देशको सबैभन्दा ठुलो नेता हुँ र अबको आउँदो चुनावमा 165 सिटमा 165 सिट नै जित्छु जस्तो गरेर उनी कुर्लिरहेका छन्। सुन्दा पनि अचम्म लाग्छ। प्रचण्डको एउटा आफ्नो व्यक्तिगत सिट छैन। उनी बिरालाले बच्चा सारे जस्तो प्रत्येक चुनावमा आफू कहाँबाट जित्छु भनेर सुरक्षित सिट खोज्दै हिँड्छन्। अनि यस्ता व्यक्ति जो पार्टीको प्रमुख व्यक्ति हो, त्यो व्यक्ति एउटा चुनाव क्षेत्रबाट निर्धक्कसँग म लडेर चुनाव जित्छु भन्ने आँट र हिम्मत नभएको व्यक्ति यो देशभरि चुनाव जित्छु भनेर हिँडिरहेका छन्। यो भन्दा दुर्भाग्यपूर्ण कुरो के हुन्छ साथीहरू? अनि हाम्रो देशमा यस्ता व्यक्तिहरूले पार्टी सञ्चालन गर्ने, देश सञ्चालन गर्ने, अनि हामीलाई यिनीहरूले सञ्चालन गरेको देशमा हामीहरूले सुख शान्ति पाउँछौँ भनेर सोच्नु यो भन्दा ठुलो दुर्भाग्यपूर्ण कुरा के हुन्छ? अनि साथीहरू अर्को कुरो, यो जुन फागुन 21 गतेको निर्वाचन छ, यो फागुन 21 गतेको निर्वाचन यी पुराना पार्टीका नेता र यिनीहरूका कार्यकर्ताले जसरी पनि भाड्छन्। यो चुनाव हुनै दिँदैनन्। किन हुन दिँदैनन् भने यिनीहरूसँग मुद्दै छैन। के मुद्दा लिएर चुनावमा जाने यिनीहरूले? एमाले 33 वर्ष पुरानो वृद्ध भत्तालाई सधैँभरि देखाएर जनताले भोट दिन्छन्। अनि विगतमा केपी ओलीको सरकारमा भएका वितण्डा अनि ती 76 जना बच्चाहरूको रगतको छिर्का बोकेर, रगतको छिटाले पोतिएको अनुहार बोकेर चुनावमा जाँदाखेरि जनताले भोट दिन्छन्। अनि शेरबहादुर देउवा र आर्जु देउवाका घरमा जलेका अरबौं रुपियाँको फोटो र भिडियो बोकेर चुनावमा जाने हो कांग्रेसले। अनि प्रचण्डले के मुद्दा र के एजेन्डा लिएर चुनावमा जाने? यिनीहरूसँग मुद्दै छैनन्, एजेन्डै छैनन्, चुनाव जित्नका लागि नेतै छैनन्। अनि यिनीहरूले चुनाव नभाडेर के गर्नु? जबसम्म यिनीहरूले आफ्नो हिसाबले अहिलेको वर्तमान सरकारलाई बदनाम गरेर साइबर सेना गठन गरेर सामाजिक सञ्जालमा यो सरकारको गलत कुराहरू प्रोपगन्डा बनाएर जनता समक्ष एउटा छाप छोड्न सक्दैनन्। त्यो छाप भनेको यो अहिलेको सरकारभन्दा त बरु पुराना यिनै ठिक थिए भन्ने एक प्रकारको छाप छोड्न यिनीहरूले सक्दैनन्। तबसम्म यिनीहरू चुनावमा जाँदैनन्। यिनीहरूको हैसियतै छैन, दमै छैन, भोटै दिँदैनन् यिनीहरूलाई कसैले। यिनीहरूका जसरी महाधिवेशनमा 5-6 हजार मान्छे आएर भोट दिए, यिनीहरूका त्यति हुन् मान्छे। अरू जुन स्वतन्त्र व्यक्तिहरू छन् र गाउँ स्तरका कार्यकर्ताहरू छन् जसले दबाबमा आफन्त नातागोता साथीभाइका दबाबमा आएर मन राख्दिनका लागि भए पनि पार्टी सदस्यता रिन्यू गरेका छन्, ती कसैले भोट दिँदैनन्। यो कुरो सबैले बुझेको हुन्छ। यिनीहरूसँग बुझ्दै छैनन्, चेहरै छैन। अनि के मुख देखाएर चुनावमा जाने? केपी ओलीले झापा 5 नम्बर क्षेत्रमा गएर के भनेर भोट माग्ने? अनि सधैँभरि त्यही पुरानै रटान रटेर अरूलाई गाली गरेर, अरूलाई होचो देखाएर, निचो देखाएर सधैँभरि भोट पाइँदैन। जनताहरू सधैँभरि अन्धभक्त भएर बस्दैनन्, किनकि आम जनता पार्टीका गुलाम होइनन्, पार्टीका अन्धभक्त होइनन्। जनताले यी सबैका प्रस्तुतहरू देखिसकेका छन्। भोट र निर्वाचन भनेको व्यक्तिको मौनताको प्रतीक हो। त्यो मौनताले यति ठुलो विद्रोह ल्याइदिन्छ कि ठुला ठुला मै हुँ भन्ने पनि सखाप हुन्छ। त्यो भएर यी पार्टीहरू कुनै पनि हालतमा
भोट र चुनावमा जान यिनीहरू चाहँदैनन् र जाँदैनन् यिनीहरू चुनाव जहाँसम्म चुनाव भाड्न कोसिस गर्छन्। यदि अन्तिम अवस्थामा पनि यदि चुनाव भाडिएन भने यिनीहरूले देशमा हिंसा मचाउँछन्। गौर जस्तो हत्याकाण्ड मचाएर 50औं-100औं व्यक्तिहरू हत्या गर्छन्। टिकापुर जस्तो हत्याकाण्ड मचाउँछन्। किनभने जनता मार्नु भनेको यी नेताहरूले दाल भात खाए जस्तै हो। यिनीहरूलाई जनता मारेर आफ्नो राजनीति चम्काउन कुनै पश्चाताप छैन। नेकपा एमाले 2028 सालमा झापा विद्रोह गरेर झापाली मान्छेहरूको टाउको काटेर गर्दन छिनाएर राजनीति सुरु गरेको। काङ्ग्रेसले पनि हिंसाबाटै राजनीति सुरु गरेको। माओवादीको त कुरै नगरौँ, 17-18 हजार 20 हजार नेपाली जनताहरू मारेर राजनीति सुरु गरेको। अनि यिनीहरूलाई देशको एउटा कुनै पनि क्षेत्रमा हिंसा मचाएर हत्या गरेर अनि यो सरकारलाई निकम्मा साबित गर्नलाई यिनीहरूलाई केले रोक्छ? यिनीहरूका मनमा न मानवता छ, न धर्म छ, न केही छ। यिनीहरूसँग केही छैन। यिनीहरू विशुद्ध देशको राजनीतिको शीर्ष स्थानमा र सरकारको शीर्ष स्थानमा बसेर यो देश लुट्न र आफ्ना झुण्डका बुवासाहरूलाई पाल्नदेखि बाहेक यिनीहरूको केही नीति पनि छैन, केही सिद्धान्त पनि छैन। साथीहरू, कस्तो अचम्म छ। केपी ओली नेकपा एमालेको अध्यक्ष निर्वाचित भए। आफ्ना खल्तीका 5000 कार्यकर्ता ल्याएर तल प्रतिनिधि छनौटमा पनि सिन्डिकेट कायम गरेर फलानु मान्छे आउनै पर्छ भनेर त्यही मान्छे व्यक्तिलाई ल्याएर उनको निर्देशनमा आफूलाई भोट हाल्न लगाएर जितेको जस्तो नाटक गरेर आज आएर यो सरकारलाई धम्की दिँदैछन्। मैले चाहे भने यो सरकार ढालिदिन्छु भन्छन्। केपी बा, हिजो तपाईँ प्रधानमन्त्री हुँदाखेरि तपाईसँग 1 लाख सेना थिए, 1 लाख प्रहरी थिए, 60-70 हजार सशस्त्र प्रहरी थिए। अनि तपाईँ हेलिकप्टरको उसमा झुन्डेर तपाईँले ज्यान जोगाएर भाग्नु पर्यो। आज तपाईँसँग के छ सरकार ढाल्नलाई? कठैभरि तपाईँको दरिद्र मानसिकता केपी बा। तपाईँ अझै स्वस्थ हुनुहोस् केपी बा, स्वस्थ हुनुहोस्, सकारात्मक सोच राख्नुहोस्। कम्तीमा ती जेन्जी आन्दोलनमा हत्या गरिएका, तपाईको निर्देशनमा हत्या गरिएका ती परिवारलाई भेट्नुहोस्, माफी माग्नुहोस्, जनतासँग घुलमिल हुने प्रयास गर्नुहोस्। कम्तीमा जनतासँग गएर अनुहार देखाउने त बन्नुहोस्। ती आफ्ना झुण्डका बुवासाहरूदेखि बाहेक प्रत्यक्ष जनतासँग गएर भेट्ने आँट र हिम्मत जुटाउनुहोस्। तपाईँ त्यो खालको रणनीति बनाउनुहोस्। कम्तीमा पनि जनताले जाँदाखेरि जुत्ता चप्पलले स्वागत नगरौँ। कम्तीमा त्यो हैसियत त बनाउनुहोस्। तपाईँ हिजो आफू ज्यान बचाउनका लागि 1 लाख सेना, 1 लाख प्रहरी अनि 60-70 हजार सशस्त्र प्रहरी हुँदा पनि तपाईँ भाग्नुपर्ने अवस्था आयो जनताको आक्रोशबाट। अनि आज तपाईँ अलिकति केही खुकुलो हुने बित्तिकै यो सरकार ढालिदिन्छु भन्नुहुन्छ। वाह केपी बा वाह, तपाईँलाई मान्नुपर्छ, तपाईँको गफलाई मान्नुपर्छ। अनि तपाईँको जुन यो आँट र हिम्मतलाई पनि मान्नुपर्छ। जुन र आँट र हिम्मत सही ठाउँमा प्रयोग हुनु पर्थ्यो, त्यो सधैँभरि गलत ठाउँमा मात्रै प्रयोग हुन्छ। अनि साथीहरू, नेपाली काङ्ग्रेस चुनावमा कुन उम्मेदवार लिएर जाने, कस्ता मान्छे उतार्ने? तिनै आर्जु देउवाला उतार्ने, तिनै शेरबहादुर देउवाला उठाउने, त्यही बालकृष्ण खाँडा उठाउने, तिनै रमेश लेखकलाई उठाउने अनि तिनै व्यक्तिलाई जनताले भोट देलान्। अनि नेपालका पार्टीहरूको हकीकत यो छ, हिजो जेएनजीको आन्दोलनले अर्धमूर्छित भएका यी दलहरू आज रवि लामेछानेको रिहाई पछाडि पूर्ण रूपले मूर्छित भएका छन्। अब यिनीहरू फेरि बौरेर अगाडि बढ्छन् या बढ्दैन त्यो हेर्न बाँकी छ। साथीहरू, के फागुन 21 गतेको चुनावमा यी पुराना दल नेकपा एमाले, नेपाली काङ्ग्रेस, माओवादी लगायतका यी पुराना दलहरू सहभागी होला? अनि सहभागी हुँदा पनि यिनीहरूका उम्मेदवार र यिनै पार्टीका अनुहारलाई जनताले भोट देलान्? कमेन्ट गरेर सल्लाह सुझाव दिनुहोला। पुरा भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। साथीहरू, यो मेरो च्यानललाई लाइक गरिदिनु होला, सब्स्क्राइब गरिदिनु, सेयर गरिदिनु, साथै घन्टीको बटन दबाइदिनु होला ताकि मेरा सम्पूर्ण भिडियोहरू तपाईँहरूसँग आइपुगुन्। धन्यवाद। जय नेपाल, जय पशुपति।